मुकुमलुङ संरक्षणका लागि भइरहेको आन्दोलनका सम्पूर्ण सहयोगदाहरूमा म सर्वप्रथम हार्दिक सङ्ग्रामी अभिवादन जजलपा नमस्कार गर्न चाहन्छु। नमस्कार। आजको यो कार्यक्रममा हाम्रा साथीहरूले धेरै कुराहरू यहाँ राखिसक्नु भएको छ। हामीले देशको राजनीतिक परिस्थितिलाई नजिकबाट निहालिरहेका पनि छौँ। जब जब नेपालमा परिवर्तनका लागि जनताहरू आन्दोलनमा उत्रन्छन्, राज्य सत्ता सधैँभरि त्यसको विरुद्ध उत्रने गरेको इतिहास छ। त अहिले राज्य सत्ता आफैले जनताका संस्कृति, जनताको सम्पदा र युगौँदेखि मान्दै आएको परम्परामाथि हस्तक्षेप गर्यो। साँच्चै भन्ने हो भने अघि भर्खरै एकजना साथीले भन्नुभयो कि नेपालमा जुन संस्कृति, धर्म, गुथी गानाहरू, त्यसरी नै किपटहरू छन्, त्यस्ता सम्पदाहरूलाई जोगाएर राख्नुपर्छ। त्यो सम्पदामाथि हमला हुँदा मानिसहरू बडो गोली सहन तयार हुन्छन्, तर त्यसको विरुद्धका हस्तक्षेपहरू सहन सक्दैन भन्ने कुरा गुठी आन्दोलनले पनि देखायो। जुन बेला यो फिबोफ्यो, जसलाई अहिले माइतीघर भनेर पनि भन्ने गरेको पाइन्छ, यसको ऐतिहासिक फिबोफ्यो संरक्षण हुनुपर्छ भनेर यसलाई नामाकरण गराउन समेत यहाँका जनताले आन्दोलन गरेका थिए। ठिक त्यसरी नै त्यहाँको जनताले युगौँदेखि चिन्दै आएको नामहरूको संरक्षणको लागि त्यहाँ भइरहेका आन्दोलनहरूले पुनर्स्थापित गर्न सफल भएको छ। तपाईँ हामी सबैलाई थाहा छ, एकजना व्यक्तिले चौमुलुङमा चढ्यो, अनि त्यो चौमुलुङमा चढिसकेपछि त्यो चौमुलुङमाको नाम जसले चढ्यो त्यो मान्छेको नाम एभरेस्ट थियो। आज संसारमा त्यसलाई चौमुलुङमा होइन एभरेस्ट भनेर नामकरण गरेर चिनाइएको छ। आज हामीले यही काठमाडौँमा धेरै यस्ता ठाउँहरू छन् जहाँ इतिहासमा एउटा इतिहास बोकेका नामहरू छन्। ती इतिहास बोकेका नामहरूलाई समाप्त गर्दै नयाँ नयाँ नामहरू राख्ने प्रचलनहरू देखा परेको छ। यो आन्दोलनले मैले के देखिरहेको छु भन्दाखेरि हिजो पाथीभरा भनिएको ठाउँलाई कमसेकम हिजो मुकुमलुङ भन्न जान्दैनथ्यो, आज केटाकेटीदेखि देशैभरिका मान्छेले मात्रै होइन अन्तर्राष्ट्रिय स्तरमा समेत अब मुकुमलुङ भन्न जानेको छ। त्यसकारण यस आन्दोलनका सहयोगदाहरूलाई म सङ्घागी अभिवादन गर्न चाहन्छु। त्यसरी नै अब हामीले हिजो त्यहाँ भइरहेका गतिविधिहरूका सन्दर्भमा त्यहाँ जुन खालको व्यापारीकरणको प्रयत्न भयो, तपाईँ हामी सबैलाई थाहा छ। धेरै सामाजिक सञ्जालहरूमा, समाचारहरूमा पनि आइसकेको छ। भूमाफियाहरूले सस्तोमा जग्गा जमिन किनेर नेताहरूसँग साथगाठ गरेर आज त्यो ठाउँलाई व्यापारीकरणको केन्द्र बनाउन खोजिया छ। वास्तवमा मानिसहरूले भन्छन् यो देश चाहिँ किन पछि पर्यो भन्दाखेरि यो देशलाई सतीले सरापेको हो, त्यसकारण पछि पर्यो। त यो देश वास्तवमा सतीले सरापेर होइन, यहाँका राज्य चलाउनेहरूको नस्लवादले चाहिँ पछाडि परेको हो। यहाँ राज्य चलाउनेहरूको भ्रष्टाचारले पछाडि परेको हो, कमिसन तन्त्रले पछाडि परेको हो, व्यापारीकरणले पछाडि परेको हो। आज शिक्षामा व्यापार, स्वास्थ्यमा व्यापार भन्छन्, आफूलाई कम्युनिस्ट, आफूलाई समाजवादी वा आफूलाई त्यस्तै लोकतान्त्रिक भन्छन्, तर लोकतान्त्रिक मूल्य मान्यतालाई ग्रहण गर्दैनन्। जनताले न्यायपूर्ण आवाज उठाउँदाखेरि त्यसको विरुद्ध दमनमा उत्रन्छन्। त्यसको पछिल्लो कडी फुङलिङ काण्ड पनि हो, जहाँ जनतामाथि भिजिलान्टीहरूको समेत प्रयोग गरियो। त्यसैले हामीले त्यस्ता किसिमका गतिविधिहरूको विरोध गर्न जरुरी छ। र अहिले यो त्यो आन्दोलन एउटा सामान्य रूपमा हेर्दाखेरि एउटा मुकुमलुङ संरक्षणको लागि मात्रै हो कि भन्ने पर्या हुन सक्छ, तर वास्तवमा यो सामान्य रूपमा एउटा मुकुमलुङको कुरा होइन। सयौं मुकुमलुङलाई जोगाउनका लागि, भविष्यमा यस्ता घटना नरोजोस् भन्नका लागि भएको आन्दोलन पनि हो। यो आन्दोलनले तपाईँ हामी सबैले चाहिँ स्वीकारेका छौँ।
जनताले यसलाई अरूलाई पनि दमनकारीहरूलाई पनि स्वीकार्न बाध्य पार्नेछ कि यस्ता गतिविधिहरू जुन धर्म संस्कृतिसँग गाँसिएका छन् त्यो संस्कृतिसँग गाँसिएको भनेको चाहिँ राष्ट्रिय मात्रै होइन अन्तर्राष्ट्रिय कानुनहरू अनुबन्धहरू अभिसन्धिहरूले पनि यसलाई चाहिँ संरक्षण गरेको हुन्छ। कुनै पनि ठाउँमा कुनै गतिविधि गर्नु पर्यो भने नेपालले ILO अभिसन्धि 169 लाई समर्थन गरेको छ। त त्यो 169 ले के भन्छ त भन्दा कहीँ पनि त्यस्तो किसिमको विकासका गतिविधिहरू गर्नु पर्यो भने प्रायोरिटाइज होइन स्वतन्त्र र त्यहाँका जनतासँग छलफल गरेर कन्सेन्ट दिएर गर्नुपर्छ भन्ने मान्यता ILO अभिसन्धिले गरेको छ। त जब त्यो ठाउँ मुन्डुनी संस्कृतिको केन्द्र हो भने उहाँहरूलाई फ्री प्रायोरिटाइज दियो कि दिएन त त्यो गरे कि गरेन भनेर हेर्दाखेरि त्यो गरेको देखिँदैन। त्यसैले त्यहाँका जनताको स्वीकृति बेगर त्यहाँको जनताको सहमति बेगर अन्तर्राष्ट्रिय अभिसन्धिहरूले दिए बमोजिम त्यो बनाउन पाइँदैन। जब त्यहाँका जनताहरूले बनाउन पाइँदैन भनेर नो क्याबल कार आन्दोलन गरिरहेछ भने त्यो नो क्याबल कार आन्दोलनका साथीहरूसँग मात्रै होइन त्यहाँका स्थानीय रूपमा लामो समयदेखि आन्दोलनमा नउत्रे पनि त्यहाँ बसोबास गरिरहेका त्यहाँका मुन्डुनी संस्कृति मान्ने किराँत धर्म संस्कृति मान्ने ती साथीहरूको भावनामा चोट परिरहेका हुन सक्छन्। त्यसैले ती साथीहरूसँग त्यही बसेर सल्लाह गर्नुपर्छ। सरकारले त्यहाँ वार्ता गरेर त्यहाँ वास्तवमा के कुरा राष्ट्रिय अन्तर्राष्ट्रिय मूल्य मान्यताहरू र त्यहाँका जनताको संस्कृतिले भन्छ त्यो कुरालाई जनताले स्वीकारेर सहमति गरेर नो क्याबल कार मुभमेन्टलाई धन्यवाद दिनुपर्छ सरकारले। किन भन्दा यो धर्म संस्कृतिले नै नेपाललाई चिनाएको छ। आज नेपाल कसरी चिनायो भन्यो भने गौतम बुद्धको देश बुद्ध जन्मेको देश भनेर चिनिन्छ। यो देश कसरी चिनिन्छ भने मन्दिरहरूको देश पशुपति भएको देश भनेर पनि चिनिन्छ। यो देश मुकुमलुङ भएको देश पनि हो भनेर पनि चिन्ने गरिन्छ। त्यसकारण हामीले यो मुभमेन्टलाई अहिले हाम्रो पार्टीको तर्फबाट र यहाँका समुदायको तर्फबाट नेवा जनताको तर्फबाट पनि म चाहिँ ऐक्यबद्धता प्रकट गर्न चाहन्छु र म अन्तिममा के भन्न चाहन्छु भन्दाखेरि विकासका नाममा जनतालाई विस्थापन गर्न पाइँदैन। यस्ता पटक पटक भइरहेको छ। तपाईहरूलाई थाहा पनि होला एक समय काठमाडौँमा पनि गैर न्यायिक सडक विस्तारका नाममा यहाँका धेरै जनताले विस्थापित गर्यो। त्यो विस्थापित गर्दा राज्यले कुनै मापदण्डको कुरा गरेन। शुक्रबारको दिन चाहिँ आउनै हुँदैन। शुक्रबारको दिन आयो कि जब अदालत बन्द हुन्छ अदालतले निषेधाज्ञा नदियोस् भन्नका लागि जनताको घर गएर भट्काउन जान्छ। त्यो घर भट्काउँदा कुनै मुआवजा दिँदैन। अनि त्यसरी गैर न्यायिक ढङ्गले काम गरेका थिए र त्यसको विरुद्ध जनताले आन्दोलन गरे। मैले संसदमा गएको हुँदा त्यसले आवाज पनि उठाएँ। आवास बिल बनाउने बेला त्यसको गर्न पाइँदैन भन्ने कुराको हामीले पारित गराउन पनि सफल भयौँ। त त्यस यता त्यस्ता गतिविधिहरू भएन। तर आज फेरि पनि विभिन्न निकाय यहाँ त सरकारी सरकार छ अहिले त ती सरकारहरूमध्ये स्थानीय तहका सरकारहरूले पनि अहिले कतिपय त्यस्ता गतिविधिहरू अगाडि बढाउन खोजेको छ। र हामीले साँच्चै भन्नुपर्दा हामी कहिल्यै पनि विकासका विरोधी हुनु हुँदैन। आधुनिक युगमा आइटीलाई प्रयोग गरेर देशको विकास गर्न हामी पनि सबै तयारी छौँ। तर त्यसका नाममा विकासका नाममा जनताको संस्कृतिमाथि अतिक्रमण हुन भएन। जनताले परम्परादेखि मान्दै आएका कुराहरूलाई समाप्त गर्न भएन। यदि हामी त्यसो गर्छौँ भने हाम्रा पुर्खाहरूले भन्छन् नि फाली मासी सियो। त्यो विकास भनेको सियो हो भने त्यो संस्कृति भनेको फाली हो जसको आधारमा हामी आज यहाँसम्म उभिएका छौँ। त्यसैले हामीले हाम्रो भाषा धर्म संस्कृति संस्कार सम्पदा यी सबै कुराको संरक्षण गर्दै नयाँ युगको आवश्यकता अनुसार विकासलाई अगाडि बढाउन हामी तत्पर छौँ तयार छौँ। तर त्यहाँको संस्कृति जुन संस्कृतिमाथि अतिक्रमण भएको छ
जो चाहिँ हाम्रो लागि सही हुन सक्दैन। किन पनि सही हुन सक्दैन भन्दाखेरि त्यसको मान्यताले मुन्नुमी मान्यताले के भनेको छ भन्दा मैले बुझेसम्म साथीहरूसँगको सम्पर्क संसर्ग भएसम्मको कुरा गर्दा त्यहाँ कान्छीथान भन्ने ठाउँबाट हामीले त्यो कान्छीथान भन्ने ठाउँबाट त्यहाँका लिम्बू समुदायकाहरू वा किराँत समुदायका साथीहरू जो छन् जसले यो मुन्नुमी संस्कृतिलाई मान्दछ त्यहाँदेखि धागो काटेर उनीहरू मन्दिरसम्म जाने र त्यसरी जाँदाखेरि त्यो धागो पोको पर्नु हुँदैन भन्ने खालका कयौँ मान्यता छन्। अब त्यो मान्यतामाथि यदि त्यहाँ केबल कार बन्यो भने हस्तक्षेप हुन्छ, अतिक्रमण हुन्छ। त्यसका त्यस्तो अतिक्रमण नहोस् भन्नका लागि अहिले गरिएको आन्दोलन हाम्रो संस्कृति सम्पदा प्रेमीहरूको लागि मात्रै होइन, देशको सुशासन समृद्धि र नयाँ युगको आवश्यकता अनुसार देशलाई अगाडि बढाउन चाहने सबैको लागि एउटा महत्त्वपूर्ण कुरा हो। यो संस्कृतिको संरक्षण गर्दै देशलाई विकासको दिशामा लानका लागि हामी सबै तत्पर छौँ र मलाई लाग्छ यो मुकुमदुङ आन्दोलनले त्यो पक्षमा सधैँ नै उभिएकै छ। त्यसैले सबै साथीहरूलाई म पुनः एकपटक हार्दिक धन्यवाद सहित हाम्रो पार्टीको तर्फबाट र यहाँको नेवा समुदायको तर्फबाट पनि म हार्दिक धन्यवाद दिँदै आफ्नो मन्तव्य यही टुङ्ग्याउँछु। धन्यवाद।